गाइस आज त हाम्रो रोड अलाइनमेन्टको डे हो क्या एक्चुअली होइन अनि रोड अलाइनमेन्टको सँगै यो काम पनि गर्नुभएको थियो कि ओरिएन्टेसन चेकको काम गर्नुभएको थियो अनि त्यो भइरहेको थिएन अनि साथी र म आएको छौँ अनि साथी चाहिँ यसरी के गर्दैछ म चाहिँ के हेरेको छु साथी यो अटो लेभल खास टेलिस्कोप हो नि त टेलिस्कोपले चाहिँ त्यहाँ यसो हेरेँ कि झालबाट सागाको भगवान् शिवको मूर्ति देखिने रहेछ म देखाउँछु ठ्याक्कै फोकस गरेर अलाइन गरेँ कि मैले चाहिँ यसरी हामी यस्तो भगवान्को यो यस्तो गरेर आएको क्या यहाँ भगवान् सम्झिँदैछ साथी किनभने यो मिल्नै पर्छ क्या ओरिएन्टेसन चेक गर्दा एडिट राखेर यो M10बाट M1मा हेर्दाखेरि ठ्याक्कै अनलाइन हुनैपर्छ अनि तिमी यसकै कामना गरेर भगवान्लाई खोजिरहेको अब त्यही भयो कि हेरौँ त आफै देखाइदियो त गाइजहरूलाई एउटा फोकस छैन पुरै ओ गाइज देखियो शिवजी भगवान् रक्षा गर्नुहोस् प्रभु ल यहाँ हुनुहुन्छ होइन अनि यहाँ हामी यस्तो काम गर्दैछौँ जस्तो मेरो M10 भन्ने पोइन्ट छ नि यहाँनिर अनि M10 र M2 भनेको यो मेरो लिङ्क ट्राभर्स बनाएको छु क्या मैले यहाँबाट अनि अब एलडेडबाट प्लेन टेबलबाट टक्क लाएर यो अलाइन गर्न खोज्नुहुन्छ यही लाइनमा पऱ्यो अथवा 1 mm सम्म यताउता पऱ्यो भने वी आर गुड के भन्यो अरे भाइ केबाट अझ फोकस राम्रो होला है ल ठिक छ हामी अब जान्छौँ गाइज आज चाहिँ हाम्रो रोड अलाइनमेन्टको डे थियो अब यस्तै हो पानीमा गए छ ब्याक गाइज हाम्रो ओरिएन्टेसन चेक भयो गाइज हाम्रो अश्विन भाइ यस भाइ we did it कितना तडप थे भाइ बल्ल कस्तो के ओरिएन्ट गर्दाखेरि एक MM परि नै रहेको थिएन क्या बल्ल यसो गर्दा पारा छलिरहेको रहेछ जस्तो टाइप भएको रहेछ अनि ठ्याक्कै अनलाइन गर्दा पऱ्यो क्या लक्की ठ्याक्कै त्यही नै माथि लाइन पऱ्यो क्या डट माथि नै पऱ्यो क्या वाउ गाइस पानी परिरहेको थियो यस्तो बेला म्यामहरूले छाता ओडी काम गरिदिनु थ्याङ्क यू सो मच ओहो भगवान् शिवजी भेरी भेरी थ्याङ्क यू हामीले ठ्याक्कै कसरी मिलाएको थियो भन्दाखेरि काम होइन उसले साथीले त्यो अटो लेभलबाट देखाएको थियो नि उसले ठ्याक्कै फोकस गर्दै थियो त्यो हाम्रो मिलायो हो कि त्यो संयोग त्यो वर्ल्डको युनिभर्सले मिलाइदियो हो कि हुनै लेखेको कुरा हो क्या भइसक्यो अलरेडी त्यो रिटर्न टाइप भयो हामीले सुन साथीले चाहिँ म यसरी प्लट गर्दै थिएँ ठ्याक्कै कुन प्लट गर्दै थिएँ थाहा छ यही जुन लाइन छ नि M10 र M1 त्यही प्लट गर्दै थिएँ त्यही लाइन तान्दै थिएँ साथीले त्यही बेला फोकस गरेर मिल्यो कि अनि मलाई फिगर यसो विचार गरिसकेको थिएँ मिल्छ लास्ट फर्स्टमा मिल्दैन जस्तो कुरा भइसकेको थियो पारा छल्दा रहेछ क्या काइन्ड अफ अनि त मिल्यो गाइज फाइनल्ली ओरिएन्टेसन अल्सो चेक हाम्रो ग्रुपको काम सक्यो होइन अब भ्याकेसन अब ओके गाइज जस्ट यतिको लागि भनेर यत्रो सङ्घर्ष थियो ओरिएन्टेसन इज चेक्ड ल ट्राभर्सको जस्तो चेक चाहिँ के गरेको भने हामी M10मा थियौँ अघिको स्टेसनमा M10बाट M9मा हेरियो ठिक छ त्यहाँबाट लिङ्क ट्राभर्स सर र हेर्दाखेरि म्याम मैले तानेको चाहिँ यो देखिरह ल यो माथिको यो डट लाइनबाट मैले तानेको अनि म्यामहरूले तानेको चाहिँ यो बाहिरको लाइन हो कि अनि ग्याप ठ्याक्कै 1 mm पऱ्यो सो ओरिएन्टेसन इज चेक्ड 1 mm सम्म पर्नु पाइयो ओके वी आर डन वी आर DONE डन